सबैजनालाई जय मसी। आज हामी चर्चको ओपनिङको लागि जाँदैछौँ। मसँग देख्न सक्नुहुन्छ तपाईँले हाम्रो एकदमै जवान जय मसी सबैजनालाई। यहाँ मेरो परिवारहरू आमाहरू हुनुहुन्छ। मेरो गाउँ है 2001देखिको आज लगभग 23-24 वर्ष बाद प्रभुको अनुग्रहमा यसरी नयाँ चर्च बनिएको छ र आज ओपनिङ छ। हामी जाँदैछौँ। डेस्टिनेसनमा पुगिसकेका छौँ। तपाईँहरूलाई एकछिनबाट भन्छु। चर्च पुगिसकेका छौँ र प्रभुको जनहरू टाढो नजिकबाट भेला भइरहनु भएको छ। ब्लग बनाउनु भाइ एउटा त होइन परम प्रभुलाई प्रशंसा महान जीवनको चाहना। हालेलुया होसना यो मेरो जीवनको चाहना। हालेलुया मेरो यीशुको हातमा भक्ति तपाईलाई जय जयकार होस् सदा। जय जयकार होस् सदा। समर्पण गर्छौँ यो भवनलाई तपाईँको नामको। अब हामी यो चर्चलाई उद्घाटन गर्दैछौँ। यो रिबन काट्नुको लागि समय दिनु पऱ्यो। र अहिले अब हामी के गर्छौँ भने यो रिबन काट्नेछौँ अनि म काटेर यो ताला खोल्छु। खोलेर यसो दैलो अलिकति खोलेपछि प्रार्थना गर्छौँ। समर्पणको प्रार्थना यहाँ पास्टर बाबुले गरिदिनुहुन्छ, पास्टर उत्तम डाक्टरज्यूले। त्यो पछि चाहिँ हामी 166 बढ्दै जाउँ गाउँदै हामी सबै पर्छौँ। खोल्नै पर्यो र जुत्ता नखोली ल फुल पेटमा खोल्नु भयो भने चाहिँ अझै बेस्ट। त्यसो तपाईँहरूको त्यसो भन्नु मेरो पुलपिटमा चाहिँ अब जुत्ता खोलेकै राम्रो होला।
कस्तो हुन्छ किन भुइँमा बस्ने छ कि त्यसले जुत्ता खोलिदिएकै राम्रो है किनभने भुइँमा बस्ने छ चेयर कम्ती छ त्यसले गर्दा बल्ल फेरि अलिक उद्घाटन हामी गर्न लागेका छौँ र म हाम्रो महान परमेश्वर पिता पुत्र र पवित्र आत्माको नाउँमा यो रिबन काटेर म उद्घाटन गर्दछु। प्रभुको नामको महिमा होस्। हालेलुया हालेलुया हालेलुया। Hallelujah. Praise the Lord. Praise the Lord. Hallelujah. हामी एउटा प्रार्थना गर्नुभन्दा अगाडि म एउटा वचन पढ्छु। भजन सङ्ग्रहको यो पाठ यसको 90 सङ्ख्या। हे परम प्रभु, पुस्तादेखि पुस्तासम्म तपाईँ हाम्रो वासस्थान हुनुभएको छ। पहाडहरू उत्पन्न हुनुभन्दा अघि र तपाईँले पृथ्वी र संसार सृजनाभन्दा अघिदेखि अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ। आमेन। र हामी उनै जिउँदो परमेश्वरलाई हामी यो भवन समर्पण गर्नेछौँ। आउनुहोस् हामी सबै मिलेर प्रार्थना गरौँ। सर्वशक्तिमान, पापहरूबाट अनि नरकको मृत्युबाट तपाईँले बचाउनु मात्र भएन, तर प्रभु तपाईँले आफ्नो छोराछोरी बनाउनु भयो र हामीलाई मण्डली बनाउनु भएको छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अनि तपाईँको त्यो महान योजनाभित्र प्रभु यीशु ख्रिस्टको द्वारा आज हामी मण्डली बनेर परमेश्वर पिता यसरी तपाईँको अगाडि आउन पाउँदा साँच्चै हामी हर्षित छौँ, हामी खुसी छौँ। परमेश्वर पिता तपाईँले हामी जस्तो व्यक्तिहरूलाई चुन्नु भयो, तपाईँले हामीलाई घुर्याइबाट उठाउनु भयो र परमेश्वर पिता तपाईँले हामीलाई अघि बढ्दै जा